सबैलाई नमस्कार दिँदै हामी पोखराको डेभिड फल्समा आएका छौँ। अब हामी कन्टिन्यू डेभिड फल्सको झरनातर्फ घर गर्नुहुन्छ है गाइस। यहाँ चाहिँ तपाईँहरूलाई मनपर्ने सामानहरू किन्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनुहोला। काट्यो यहाँ चाहिँ टिकट काउन्टर रहेको छ। यहाँबाट टिकट काटेर हामी भित्र इन्ट्री गर्नुपर्ने डेभिड फल्स। अस्मिताले टिकट काटिसक्यो हामी फ्यामिलीको साथमा। अब डेभिड फल्स जान्छ। पहिला चाहिँ यो गार्डनहरू थिएन, अनि यो हेर न हिमालहरू यता बनाएको रहेछ। धेरै लगभग 30-40% चाहिँ चेन्ज छ। ठाउँ त त्यही नै हो, तर अलिकति यो चिजहरू बनाएको छ। अब यताबाट हिमालहरू बनाएको छ, यहाँ देख्न सक्नुहुन्छ। अब हामी चाहिँ कन्टिन्यू डेभिड फल्समा कस्तो लागिरहेछ त तिमीलाई? यो चाहिँ पोखराको हामी एकदमै टुरिस्ट एरिया र राम्रो गन्तव्यको ठाउँमा मानिन्छ जुन डेभिड फल्स। यहाँको पानी एकदम चिसो छ। यो ठुलो छराले खसेको पानी हो यो। यहाँबाट पानी जुन मनकामना भगवती भन्ने जुन पुल छ, यो चाहिँ धस्सिएर उता त्यो गुफामा गएको हो। यही पाइन्थ्यो नि अस्मिता? हामी त्यो कन्टिन्यू जान्छ। हजुर डेभिड फल्स कस्तो लाग्छ हजुरहरू? नेपाली सांस्कृतिक पोसाकसँग फोटो खिच्ने ठाउँ भनेर बनाएको रहेछ। यहाँ चाहिँ नेपाली कल्चरको लागि पुरानो रीतिरिवाजमा टक्क पछाडि बस्दै फोटो खिच्ने सिस्टम बनाएको छ। तपाईँलाई म बस्केर देखाउँछु। हाम्रो पुरानो पोसाकको पुरानो चिजहरूलाई झल्काउने हिसाबले विशेषता भनेको। र यसपछि हामी टु बी कन्टिन्यू डेभिड फल्समा कन्टिन्यू डेभिड फल्सहरू जाने गर्नुहुन्छ। हामीले चाहिँ सुरुदेखि अन्तिमसम्म हेर्नुहुन्छ भन्ने अपेक्षा राखेको छु। हामी भिडियो यस्तोमा चाहिँ राख्न मान्छेको कार्यक्रम सञ्चालनबाट सक्छ। टु बी कन्टिन्यू हामी लाइन्स गर्दै डेभिड फल्सतर्फ जानुपर्ने हुन्छ है गाइस। सानो कस्तो लागेछ? अब चाहिँ हामी मेन पोखराको डेभिड फल्सको झरना हामी जाँदैछौँ। चिसो पानी मलाई चाहिँ जहाँसम्म लाग्छ यहीँ डेभिड फल्सबाटै यो जुन झरना धस्सेर उता गुप्तेश्वर भन्ने ठाउँ छ। अब हामी त्यसपछि उता जानेछौँ। त्यो ठाउँमा निकै मुनिसम्म धस्सिएको छ। छोड्ला नछोडा भनेको तिमीलाई मैले के भने छोड्नै हुन्न अस्मिता, अब छोड्नै हुन्न है। अब हामी टु बी कन्टिन्यू डेभिड फल्सको तर्फ आइसकेको छ। अहिले चाहिँ पानीको मात्रा चाहिँ हल्का पहिलाभन्दा चाहिँ कम भइसकेको छ। पहिला चाहिँ निकै ठुलो थियो डेभिड फल्स पोखराको, भने अहिले चाहिँ पहिलाको सङ्ख्यामा चाहिँ अहिले निकै कम भएको रहेछ। त्यो चाहिँ यहाँबाट धस्सिएर देख्न सक्नुहुन्छ है।
आएको ठाउँ चाहिँ यो ठाउँ हो हेर्न सक्नुहुन्छ गाइस यो ठाउँबाट माथिबाट पानी आएर तल त्यहाँसम्म धसिएको छ यही नै हो गाइस डेभिड फल्स है कस्तो लाग्छ अब सबैजना भिजिट गरिराख्नु भएको छ तपाईँहरू पनि भिजिट गर्नुहुन्छ भने अपेक्षा राखेको छु भिडियो कस्तो लाग्यो लाइक सेयर र कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला सम्भवतः भएसम्म मैले डेभिड फल्सका राम्रा राम्रा मुख्य पार्टहरू क्याप्चर गरेको छु जस्तो पार लगाएको छु भिडियो त्यति मजाले चाहिँ लिन सकेको छैन र जति पनि भिडियो आयो तपाईँको माझमा मैले यो पोखराको डेभिड फल्सको भिडियो चाहिँ राखिसकेको छु कस्तो लाग्छ हजुरहरू लाइक सेयर र कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला र म यति भन्दै म राप्ती अनलाइन टिभीबाट म कार्यक्रम सञ्चालक म गणेश सापकोटा बिदा चाहन्छु नमस्ते